सम्पूर्णलाई आजको यस भिडियोमा स्वागत गर्न चाहन्छु। आजको यस भिडियोमा मैले तपाईहरुलाई विभिन्न परीक्षामा दोहोरिरहने प्रश्न उत्तरहरू लिएर आएको छु। हस्त साथीहरू, तपाईहरु सम्पूर्णलाई आजको यस भिडियोतर्फ अगाडि बढाउन चाहन्छु। पहिलो प्रश्न, नेपालमा सबैभन्दा बढी धान उत्पादन गर्ने जिल्ला कुन हो? यस प्रश्नको सही उत्तर रहेको छ मोरङ जिल्ला। दोस्रो नम्बरको प्रश्न, नोबेल पुरस्कार कतिवटा विधामा प्रदान गरिन्छ? 6 वटा विधा। तेस्रो नम्बरको प्रश्न, अन्तर्राष्ट्रिय न्यायालयमा कतिजना न्यायाधीशहरू रहने व्यवस्था रहेको छ? 15 जना। चौथो नम्बरको प्रश्न रहेको छ, द स्टोरी अफ माई एक्सपिरियन्स विथ ट्रुथ नामक पुस्तकका लेखक को हुन्? महात्मा गान्धी। यसैगरी पाँचौं नम्बरको प्रश्न रहेको छ, नेपालको सबैभन्दा ठुलो दात्री राष्ट्र कुन हो? जापान। छैठौं नम्बरको प्रश्न, विश्वको सर्वोच्च शिखरमा रहेको घाँटी पूर्वी घाट कति उचाइमा अवस्थित रहेको छ? 6571 मिटर उचाइमा। सातौं नम्बरको प्रश्न, सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने व्यक्ति को हुन्? कामी शेर्पा। आठौं नम्बरको प्रश्न, राष्ट्रिय जनगणना 2078 को नारा के रहेको थियो? मेरो गणना मेरो सहभागिता। 9 नम्बरको प्रश्न, नेपालमा निजीकरण ऐन कहिलेदेखि लागू भएको हो? विक्रम सम्वत 2050 साल पौष 19 गतेबाट नेपालमा निजीकरण ऐन लागू भएको हो। 10औं नम्बरको प्रश्न, अणुवंशीय विज्ञानका पिता भनेर कसलाई चिनिन्छ? ग्रेगर जोहान मेन्डल। 11औं नम्बरको प्रश्न, वनकरिया जातिको मुख्य बसोबास क्षेत्र कुन जिल्लामा रहेको छ? मकवानपुर जिल्ला। 12औं नम्बरको प्रश्न, नेपालमा चिया खेतीको सुरुवात कहिलेदेखि भएको हो? विक्रम सम्वत 1920 बाट। 13औं नम्बरको प्रश्न, सबैभन्दा बढी जनघनत्व भएको प्रदेश कुन हो? मध्य प्रदेश। 14औं नम्बरको प्रश्न, नेपालको सुदूरपश्चिम प्रदेशमा कोइली कराउन थालेपछि कोसेली लिएर दिदीबहिनी भेट्न जाने चलनलाई कुन पर्व भनिन्छ? चैतेलो पर्व वा भेटौला पर्व। 15औं नम्बरको प्रश्न, रगतको रातो कणिका शरीरमा कहाँ बन्दछ? हाडभित्रको मासीमा बन्दछ। 16औं नम्बरको प्रश्न, प्रशान्त महासागरको गहिरो भाग कुन हो? फिलिपिन्स नजिक रहेको मरियाना ट्रेन्च। 17औं नम्बरको प्रश्न, नेपालमा मौद्रिक नीति कसले जारी गर्दछ? नेपाल राष्ट्र ब्याङ्क। 18औं नम्बरको प्रश्न रहेको छ, शान्त प्रातकालको देश भनेर कुन देशलाई चिनिन्छ? दक्षिण कोरिया। 19औं नम्बरको प्रश्न, शहीद गेटका डिजाइनर को हुन्? शङ्करनाथ रिमाल। 20औं नम्बरको प्रश्न रहेको छ, विश्वको सबैभन्दा ठुलो महाकाव्य कुन हो? महाभारत महाकाव्य। 21औं नम्बरको प्रश्न, रोटीको टोकरी भनेर चिनिने युरोपेली मुलुक कुन हो? युक्रेन। 22औं नम्बरको प्रश्न, 1 डिग्री अक्षांशको फरकमा कति किलोमिटर दूरी फरक हुन्छ? 111 किलोमिटर। 23औं नम्बरको प्रश्न, माछापुच्छ्रे हिमालमा कहिले आरोहण प्रतिबन्ध लगाइएको थियो? विक्रम सम्वत 2020 साल फागुन 5 गते। 24औं नम्बरको प्रश्न, फेवातालबाट निस्कने खोला कुन हो? पार्दी खोला। 25औं नम्बरको प्रश्न रहेको छ, दुरा जातिको मुख्य बसोबास क्षेत्र कहाँ रहेको छ? लमजुङ जिल्ला। हस्त साथीहरू, आजको यस भिडियोमा मैले तपाईहरुलाई 25 वटा सामान्य ज्ञानको बारेमा जानकारी गराएँ। यस भिडियोको अन्तिमसम्म जोडिनु भएकोमा तपाईहरु सम्पूर्णलाई धेरै धेरै धन्यवाद।